उसको शरीर अझ रातो हुँदै थियो। मुखबाट र्याल र नाकबाट सिँगान बगिरहेको थियो। तिम्रो मृत्यु हुँदैछ भन्न पनि सकिन। मलाई भूत प्रेतमा विश्वास थिएन, तर त्यो घटनापछि भने विश्वास गर्न बाध्य भए। स्कुलको गर्मी बिदा मेरो लागि वर्षभरिकै सबैभन्दा प्रतीक्षित समय हुन्थ्यो। बुबा आमाको कडा नियमको घेरा तोडेर गाउँ जाने, हजुरबा आमा र पुराना साथीहरूसँग भेटघाट गर्ने, 15 असारमा हिलो खेल्ने र जानी नजानी धान रोप्न खेतमा बस्ने। ती दिनहरू निकै रमाइला थिए। आज म 40 को सङ्घारमा पुग्दा पनि हरेक वर्षको असार महिनाले मलाई त्यही बाल्यकालको याद दिलाउँछ र गाउँ फर्किन मन लाग्छ। हाम्रो गाउँ पहाडको काखमा अवस्थित थियो। गाउँको बस्तीभन्दा केही माथि एउटा सानो चौर थियो। त्यसको पारिपट्टि एउटा थुम्को थियो, जसको ठिक बीचमा एउटा बुढो रुख उभिएको थियो। त्यो थुम्का भुताहा मानिन्थ्यो, त्यसैले गाउँका कोही पनि त्यहाँ जाने आँट गर्दैनथे। त्यहाँ हावामा फरफराइरहने सेतो कपडा लगाएको एउटा रहस्यमयी आकृति देखिन्छ भन्ने हल्ला थियो। यसै भन्न त सक्दिनँ भूत थियो या अरू केही थाहा भएन, तर मैले पनि धेरै पटक त्यो आकृति देखेको थिएँ। खेतबारीको बाली खान आउने जङ्गली जनावरलाई तर्साउन बनाइने पुराना कपडाको पुतला अर्थात् बुख्याचा जस्तै देखिन्थ्यो। कहिले दायाँ त कहिले बायाँ दगुरिरहे जस्तो देखिन्थ्यो। त्यसको कपडा हावाको तालमा फरफराइरहन्थ्यो। त्यो देखे पनि मलाई खासै डर लाग्दैनथ्यो, किनकि मेरो भूतप्रेतमा विश्वास थिएन। तर त्यो वर्षको घटनापछि भने विश्वास गर्न बाध्य भएँ, जति बेला म 15 वर्षको थिएँ। म जस्तै सहरमा पढ्ने र बिदामा गाउँ जाने मेरो एउटा मिल्ने साथी थियो। हामी असाध्यै मिल्थ्यौँ। दिनभर चौरमा फुटबल खेल्थ्यौँ। एक दिन हामी खेलिरहेका थियौँ। कुनै बोट बिरुवा नहल्लिकनै एकाएक चिसो हावा चलेको अनुभव भयो। त्यो गर्मी महिनामा चिसो हावा चल्नु आफैमा अनौठो कुरा थियो। साथीलाई अनुभव भयो या भएन थाहा भएन। मैले अनुभव त गरेँ, तर पनि खासै वास्ता गरिनँ। त्यसको लगतै तातो हावा आयो, जसमा एउटा निकै नमिठो र अपरिचित गन्ध मिसिएको थियो। मैले त्यस्तो गन्ध जीवनमा कहिल्यै पनि अनुभव गरेको थिइनँ। त्यो साह्रै नमिठो गन्ध थियो। गन्धले मलाई वाकवाकी लायो। तर मेरो साथीले भने कस्तो मिठो बास्ना आएको भन्दै थियो। म अचम्ममा परेँ। जुन कुरा मलाई गनाइरहेको थियो उसलाई भने बासाइरहेको थियो। आज आएर लाग्छ सायद त्यो गन्ध कुनै अप्रिय घटना हुन गइरहेको सङ्केत थियो। तर हामी भने खेलमै मस्त थियौँ। त्यत्तिकैमा मैले हानेको बल साथीले नियन्त्रणमा लिन सकेन र तलतिरको भिरमा गुड्कियो। केही तलको झाडीमा गएर अड्कियो। साथी बल लिन ओह्रालो लाग्यो। म भने त्यो नमिठो गन्ध आएको ठाउँ खोज्दै साथीलाई कुरिरहेँ। करिब 15 मिनट बितिसक्दा पनि ऊ फर्केर आएन। यद्यपि त्यो 2-3 मिनटको मात्र काम थियो। कतै भिरबाट त लडेन भन्ने डरले म पनि बल अड्किएको ठाउँतिर लागेँ। चारैतिर हेरेँ, तर उसलाई कतै देखिनँ। बल भने त्यही झाडीमा थियो। म बल लिएर माथि उक्लिएँ। ऊ चौरमा आइसकेको रहेछ र माथिबाट मलाई नै हेरिरहेको थियो। जब म उसको सामुन्ने पुगेँ, उसको अनुहार देखेर अचम्मित भएँ। उसको अनुहारको रङ बल लिन जानुभन्दा अगाडिको जस्तो थिएन। पूर्ण रूपमा फेरिएको थियो। शिरदेखि पाउसम्मकै शरीरको छाला रातो भएको थियो। मैले के भयो भनेर सोधेँ। बल लिन गएको बेला पारीको थुम्कोबाट कसैले अनौठो शैलीमा बोलाएपछि ऊ त्यता गएको रहेछ। तर त्यहाँ पुग्दा कोही थिएन। केवल हावामा फरफराइरहेको सेतो बुख्याचा मात्र देखेको उसले बतायो। मेरो आँखै अगाडि उसको शरीर झन्झन रातो हुँदै गइरहेको थियो। मलाई पनि त्यो के रहेछ भन्ने कौतूहल भयो। त्यहाँ गएर हेर्न मन लाग्यो। हामी दुवै त्यो थुम्कातिर जाने निर्णय गर्यौँ र अगाडि बढ्यौँ। तर अचानक पछाडिबाट हामीलाई कसैले बोलाएको आवाज आयो। फर्केर हेर्दा हजुरबा हुनुहुँदो रहेछ। उहाँले हामीलाई रोक्नुभयो। हप्काउँदै फर्काउनुभयो। साथीको अवस्था झन्झन बिग्रदै गएको अनुभव गरिरहेको थिएँ। उसको शरीर अझ रातो हुँदै थियो। मुखबाट र्याल र नाकबाट सिँगान बगिरहेको थियो। आँखाहरू डेढो भए जस्तो देखिन्थे। लाग्थ्यो कुनै भूत पिशाचले उसलाई आफ्नो जालमा पार्यो। तर उसको व्यवहार भने केही नभए जस्तै सामान्य थियो। म हजुरबासँगै घर फर्केँ। ऊ पनि आफ्नो घरतिर लाग्यो। घर पुगेपछि हजुरबाले सोध्नुभयो, कतै त्यो बुख्याचा त देखेनौ? मैले त देखिनँ, तर साथीलाई कसैले बोलाएको रहेछ, ऊ त्यता गएको थियो, मैले जवाफ दिएँ। हजुरबाको अनुहार मलिन भयो। लौ बर्बाद पारेछ भन्दै उहाँले थुम्काको सत्य कथा सुनाउनुभयो। त्यो थुम्कामा बुख्याचा जस्तो भूत देखिने र त्यसलाई नजिकबाट देख्ने मान्छे बिस्तारै मृत्युको मुखमा पुग्ने उहाँले बताउनुभयो। द्वन्द्वकालको समयमा त्यहाँ सेतो कपडाले बेरेको वस्तु फेला पर्यो। हप्ता दिनसम्म कसैले त्यो खोल्ने आँट गरेन। प्रहरी अनुसन्धानकर्ताले खोलेर हेर्दा भित्र लास फेला पारेको थियो। त्यो लास गाउँका एकजना मास्टरको रहेछ। मास्टरलाई सुराकीको आरोपमा किडन्याप गरेर ल्याएका रहेछन् र त्यही थुम्काको बुढो रुखमा बाँधेर चरम यातना दिई हत्या गर्यो र सेतो कपडाले बेरेर छोडेको रहेछ। त्यसैले अहिले पनि उनी बुख्याचा बनेर निस्कन्छन् भन्ने जनविश्वास रहेछ।
जसले त्यो आकृतिलाई नजिकबाट देख्छ उसलाई ती मास्टरले यातनामा भोगेको पीडा जस्तै र्याल, सिङान र शरीर रातो हुने लक्षण देखिन थाल्छ र थाहै नभई केही महिनामा मृत्यु हुन्छ। यो सुनेर म छागाबाट खसेझै भएँ। सायद मेरो साथीले त्यसलाई नजिकबाट देख्यो, अब उसको बिस्तारै मृत्यु हुँदैछ भन्ने लाग्यो। म त्रसित भएँ। म तुरुन्तै साथीको घर गएँ। केही समय अगाडिसम्म रातो देखिएको उसको अनुहारको रङ पहेँलो हुँदै गइरहेको थियो। उसको शरीर कसैले निचोरेर रगत निकालेको जस्तो देखिन्थ्यो। उसलाई चिसो पसिना आइरहेको थियो। र्याल र सिङान रोकिएको थिएन। सायद उसको चेतनाले आफ्नो शरीरको अवस्थालाई महसुस नै गरेको थिएन, किनकि ऊ केही नभए जस्तै व्यवहार गरिरहेको थियो। मसँग हाँस्दै ठट्टा गर्दै बोलिरहेको थियो। मलाई हजुरबाले भनिसक्नु भएकोले सबै थाहा थियो। उसको मृत्यु हुने दिन नजिकिँदैछ भन्ने थाहा भए पनि उसलाई तिमी चाँडै नै मर्दैछौ भन्न सकिनँ। गर्मी बिदा सकिएपछि म सहर फर्केँ। उसको स्वास्थ्य झन्झन बिग्रदै गयो र करिब 6 महिनापछि उसले यो संसार छोड्यो भन्ने खबर आयो। हाम्रो मित्रताको दुःखद अन्त्य भयो। अर्को वर्ष म फेरि गाउँ गएँ, तर त्यो वर्ष पहिलेको जस्तो उत्साह थिएन। गत वर्षको घटना ताजै थियो। मलाई पनि भूत प्रेतमा विश्वास हुन थालिसकेको थियो। एक दिन त्यही चौरमा उभिएर मैले पारीको थुम्कोतिर हेर्दै थिएँ। त्यहाँ फेरि त्यही सेतो कपडा हावामा फरफराइरहेको देखियो। म त्यसको नजिक जान हुन्न भन्नेमा सतर्क थिएँ। मैले झोलाबाट दूरबीन निकालेर थुम्कोतिर तिर्साएँ। त्यहाँ एउटा बुख्याचा देखियो। त्यो बुख्याचाको अनुहार मेरै साथीको थियो। त्यस यता विशेष काममा बाहेक गाउँ जाने मन मरेर गएको छ। यो चुनावमा भोट हाल्न गाउँ गएको थिएँ। मैले त्यही चौरमा गएर वरिपरि हेरेँ। त्यो बुढो रुख अझै बुढो भएको रहेछ। ठुम्का भने जस्ताको तस्तै थियो। अहिले मास्टरको ज्यान लिएको द्वन्द्व सकिएको पनि 20 वर्ष भइसक्यो। देश विकासको नाममा गरिएको गृहयुद्धले हजारौंको ज्यान गयो। त्यसबाट जन्मिएको पार्टीलाई जनताले राम्रो साथ दिएर जिताएर पठाए, तर उनीहरूको आफैभित्र मनमुटाव भयो। सबैलाई पद चाहियो, सुख सुविधाको मात लाग्यो। देश र जनताको लागि त्याग गर्न सकेनन्। हजारौंको ज्यान र खेर गएको समयको बदलामा केही हात लागेन। गाउँको विकासको नाममा पारीको पहाडमा देखिने हिउँदे सडकको धर्सा र तार टाङ्न बाँकी नै रहेको बिजुलीको पोल बाहेक केही देखिँदैन। यसपालि पनि राम्रै पार्टीलाई भोट दिए जस्तो लाग्छ, तर ढुक्क भएर देश विकासको आशा गर्न सकिरहेको छैन। किनकि मौका पाए सबैलाई देशको नेतृत्व लिन मन लाग्छ। यो नराम्रो कुरा पनि होइन, तर सबैलाई पद चाहिए, मनमुटाव र अन्तरसङ्घर्ष बढेर जान्छ। परिणामस्वरूप मौका पाएकाको आत्मविश्वास घटेर जान्छ। आफ्नो क्षमता देखाउन सक्दैन, देश बन्न सक्दैन। आफूले त्याग गरेर सही मान्छेलाई नेतृत्वलाई साथ र सहयोग दिन सक्ने फराकिलो मन बनाउन सक्नुपर्छ। देश विकास समय लाग्ने कुरा हो। नेतृत्व पाएकाले आफ्नो काममा निरन्तरता दिन सक्नुपर्छ। सबै सोचेको जस्तो हुँदैन। धैर्य हुन सक्नुपर्छ। लडिन्छ, तर उठेर हिड्न छोड्नु हुँदैन। अनावश्यक महत्वाकांक्षाले निराशा हात लाग्छ। साना साना कुराहरू जोडेर ठूलो आकार दिने प्रयास गर्नुपर्छ। अरूलाई दोष दिएर आफ्नो कमजोरी लुकाउन भन्दा गल्ती स्वीकार गर्नाले मानसिक बोझ घट्छ र जनताको विश्वास पनि बढेर जान्छ। र हामी जनताले पनि आफ्नो शुभेच्छा छ भन्दैमा भइसकेको कुरालाई होइन होला भन्ने मानसिकता छोड्नुपर्छ।